काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले जनकपुरमा हामी आयौँ भन्ने चुनावी सभामा भाषण गर्दा मैथिली भाषा प्रयोग गर्नुभएको थियो। उक्त मैथिली भाषाको भाषणलाई नेपाली अनुवाद गरिएको छ। कृपया अन्तिमसम्म सुनेर प्रतिक्रिया दिनुहोला। धन्यवाद। तपाईहरू आज भाषण सुन्ने मोडमा हुनुहुन्छ होइन? दिउँ कि नदिउँ? म काम गर्ने मान्छे हुँ। म काम गरेर देखाउँछ। मलाई काम गर्ने अवसर दिनुहुन्छ? काठमाडौँ नगरवासीको अवसर दिए, काम गरेर देखाएँ। तपाईहरू दिनुहुन्छ? 1.5 महिना अघि हामी राम जानकी विवाह महोत्सवमा आउँदा एउटा कुरा खड्कियो। विश्वको सबैभन्दा प्रसिद्ध राम जानकी विवाह यहाँ भयो, तर मधेसी नेपाली सबै डेस्टिनेसन वेडिङ गर्न जयपुर जान्छौँ। मिथिलामा किन आउँदैनन्? राम जानकीको प्रसिद्ध विवाह जनकपुरमा हुन्छ भने डेस्टिनेसन वेडिङका लागि बालीमा किन जाने? मिथिलाको सरसफाइ, सुन्दरता र आकर्षण बढाउन सरकारको नीति नियम खोइ? 2वटा कुरा प्रष्ट भएको छ। पहिलो, मधेसमा पहिलो पटक सबै पार्टीका मान्छे आएका छन्। यहाँ एउटा मात्रै पार्टीको मान्छे छैन। दोस्रो, जनकपुर एउटा कुराका लागि 1 वर्ष अघि निकै खुसी भयो। एनपिएलको उपाधि जित्दा मधेसमा एउटा पार्टी होइन, सिङ्गो मधेसले खुसी मनाए। यसै गरी सबै मानिसहरू खुसी हुनुपर्छ। देशको विकास जनकपुर फैलिनुपर्छ। मलाई काठमाडौँ र मधेसमा पनि धेरैले सोधिरहेका छन्, प्रदेशको विषयमा रासपाको धारणा के हो? म जवाफ दिन्छु। रासपा प्रदेशलाई अझै बलियो बनाउने पक्षमा छ। प्रदेश सरकारको काम एउटा वडामा 50,000 धारा जोड्ने होइन, 3-4 पालिकामा जोड्ने हो। जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानुपर्ने अवस्था छ, हो कि होइन? जनकपुर प्रदेशको राजधानी होइन? हो भने काठमाडौँ किन जानु पर्यो? यहीँबाट किन हुँदैन? पहिला प्रदेशलाई बलियो बनाउनुपर्छ। काठमाडौँ जाने व्यवस्था बदल्नुपर्छ। अधिकार माग्न होइन, पशुपति घुम्न जाने काठमाडौँ पशुपतिनाथ स्वयम्भूनाथ दर्शन गर्न जाने हो, अधिकार माग्न जाने होइन। करिब 4 वर्ष मैले काठमाडौँको मेयरका रूपमा काम गर्दा दैनिक माइतीघर मण्डलामा उखु किसान मिटर ब्याज पीडितहरू धरनामा बस्नुहुन्थ्यो। म मूक दर्शक भएर बस्नु पर्यो। मेयरका रूपमा केही गर्न सकिनँ। अब तपाईहरू सोच्नुहोस्, मेयर भएर 35 पालिकालाई एम्बुलेन्स दिन सकेँ भने अब सङ्घ सरकारमा गएर के गर्छु? सबैले समाजवादको कुरा गर्छन्, लोकतन्त्रको कुरा गर्छन्। काठमाडौँ महानगरले हरेक वर्ष 20,000 विद्यार्थीलाई फ्रीमा पढाइरहेको छ। महँगा कलेजमा पढ्न फ्री भिसा, फ्री टिकट बिना ढेउवा के विदेश जाने होइन। कलेज पढ्न महँगा कलेज स्कुलमा वार्षिक 20,000 विद्यार्थी फ्रीमा पढ्न पाउनु समाजवाद हो। काठमाडौँका महँगा हस्पिटल 20% बेड फ्रीमा मिल्छ। हामीले पाटी, पौवा, पोखरी, फल्चाहरू निर्माण गरेका छौँ काठमाडौँमा। मिथिलामा जनकपुरमा पनि मन्दिर, पाटी, पौवाहरूले प्रतीक्षा गरेर बसिरहेका छन्, कसले आएर संरक्षण गरिदेला भनेर। त्यो काम अब रासपाले गर्छ। यसले संरक्षण गर्नुपर्छ। यसका लागि हामीलाई काम गर्न दिनुपर्छ, अवसर दिनुपर्छ। म आज पहिलो पटक भाषण दिँदैछु। मेयर पदमा राजीनामा दिएर फुर्सद भएँ। 4 वर्ष फुर्सद नै थिएन, कसरी भाषण दिनु? नेपालमा टुरिस्ट 10 लाख आउँछन्, जबकि भारतको अयोध्यामा मात्रै 10 करोड टुरिस्ट आउँछन्। हाम्रो जानकी माताले मात्रै 1 करोड टुरिस्ट ल्याउनु पर्ने हो। एउटा मधेसिया केटो प्रधानमन्त्री बन्छ भनेर घन्टिया भोट हाल्ने होइन। सही मान्छे ल्याउनका लागि, यही सरकार आउनका लागि घन्टीमा भोट हाल्नुहोस्। जनकपुर प्रदेश के राजधानी होला, तो काठमाडौँ कहाँ जा पड़ी?